आज चाहिँ मैले यो कुकुरको लागि खोले बनाउँदैछु। यसमा ससेस हालेर चिकन ससेस हालेर खोले बनाउँदैछु। किन भन्दाखेरि कुकुरहरूको पनि हेल्थ चाहिँ हाम्रो मान्छेहरूको जस्तै हुँदो रहेछ है। उनीहरूलाई नि अब बुढो भइसकेपछि साह्रो कुराहरू निल्न गाह्रो हुने रहेछ होइन। अब हड्डीहरू पनि बेसी चपाउन नसक्ने हुँदो रहेछ। अनि खुट्टाहरूले पनि राम्रोसँग साथ नदिने हिँड्न नसक्ने हुँदो रहेछ है। मेरो चाहिँ जापानिज स्पिनिस हो। अनि ऊ चाहिँ अहिले 15 वर्षको भइसक्यो। 15-16 वर्ष भइसक्यो होला। अनि उसलाई चाहिँ अहिले खानाहरू त्यति साह्रो निल्न नि गाह्रो मान्छ। अनि त्यहाँदेखि यसो अनि सुगर पनि भए जस्तो छ है। त्यही भएर मैले चाहिँ अब खाना दियो भने त फेरि सुगरहरू बढ्छ। अनि केही दिनको लागि मैले यसरी खोले बनाउँछु। यसमा के भन्छ ससेस चिकन ससेस हालेर अनि त्यसपछि यो मैले खोले खानिदिन्छु। अनि त्यहाँदेखि हप्तामा 1 चोटि 2 चोटि खाना खानिदिन्छु। अनि फेरि त्यसको अवस्था हेरेर अनि यो खोले नै उसलाई सजिलो लाग्छ खानको लागि, मिठो मानेर खान्छ है। अनि यसरी खानिदिन्छु। तपाईँहरूको कुकुरहरूलाई पनि याद गर्नुहोला, बिरामी हुन्छ है बुढेसकाल लागिसकेपछि। अनि त्यसै कारणले उनीहरूले पनि सुगर हुनसक्छ अनि कति रोगले च्याप्न सक्छ। त्यही भएर उसको हेल्थ याद राखेर तपाईँहरूले नि यसरी खोले बनाएर दिनुहोला है। बुढेसकाल भइसकेपछि उनीहरूले खुसी मानेर खान्छ। अनि यही भन्दछु। हस्, थ्याङ्क यू।